यो चाहिँ पुरानो घर, एकदम पुर्ख्यौली घर। सबभन्दा पहिला बिहा गरेर भित्राएको घर है यो मेरो चाहिँ। यो छोडिसकेको अवस्था, फेरि सबै सामान तुमान पक्का पारेर हिँडिसकेको अवस्थामा यो खिचेको हो यो भिडियो। अब बाहिर देखाउँछु है त साथीहरू। म यो सबै 2-4 वर्ष छाड्दैछु। अब सबै लिएर चाहिँ झापा झर्दैछौँ। अनि यो मेरो अलि पछाडि बनाएको, पुरानो भन्दा पनि अलि पछाडि म गइकन बनाएको घर हो यो चाहिँ। अनि त्यस पछाडि गएर यो हो। अनि यो मलाई बिहा गरेर ल्याएको पुरानो घर चाहिँ यही हो है साथीहरू। कसो भयो अलि यो हो पुरानो घर चाहिँ। त्यस पछाडि यो वरिपरिको दृश्यहरू यही हो। यहाँ मेरो धारा, पानी खाने धारा हो हैन। अनि त्यस पछाडि गएर यता टोयलेटहरू। अनि यो मेरो बारी हो। यो सबै वरिपरिको यो यस्तो छ साथीहरू। मेरो पहाडको पुर्ख्यौली घरहरू यही हो। यो पुर्ख्यौली घर हो। यसलाई चाहिँ 2-4 वर्ष यसो छोडेर यहाँ घर रुङ्ने मेरो बुढी आमाजू दिदी हुनुहुन्थ्यो। उहाँलाई पनि झापा लिएर झर्दैछु। पहिला नै झर्नुभएको र पनि हिजो अस्ति हामी आएका थियौँ। अब चाहिँ पुरै छोडेर झर्दैछु। यहाँ गाउँको सबै दाजुभाइलाई जिम्मा लगाएर झर्दैछु म साथीहरू। बाई।